हेलो गुड मर्निङ एभ्रिवान। अब हाम्रो मार्च 24 चाहिँ आज भइसकेको छ। अब अनि मार्च 28बाट चाहिँ आइपिएल स्टार्ट हुँदैछ र यो पालिको आइपिएलमा सबै टिमहरूमा चाहिँ इन्भल्भ भएका खेलाडीहरू प्राय गरी राम्रो खेलाडी चाहिँ इन्जर्ड भएर बसिराखेका छन्। त्यसले गर्दाखेरि टिमहरू एकदमै डेन्जर अवस्था जोखिमपूर्ण अवस्थामा छन्। त्यसले गर्दा हुनसक्छ यो पालिको आइपिएल सोचे जस्तो राम्रो नहोला भन्ने होइन, तर आइपिएल जस्तो एकदमै विश्वको पपुलर लिग अनि त्यहाँमाथि वान अफ द बेस्ट लिग पपुलर नहुने भन्ने त कुरा छैन नि होइन। अब राम्रो नहुने भन्ने त कुरा नै छैन। अब अपसेट क्रिएट गर्न सक्ने टिमहरू नै छन् त्यहाँ, एकदमै ठुला खेलाडी एकदमै चलेका होइन, विश्वमा एकदम अब रेकर्डहरू राखिराखेका खेलाडीहरू छन् होइन आइपिएलमा। अब मलाई लाग्छ योपालि पनि अब एकदमै स्ट्रङ भएर आरसिबी आएको छ होइन। योपालि आरसिबीले फेरि सेकेन्ड टाइम आइपिएल विन भएर देखाउने छ भन्ने आशा राखेको छु। बेस्ट अफ लक आइपिएल अल टिम। जय नेपाल।